ल आज चाहिँ छोरोको स्कुलमा कन्सर्ट छ अरे त्यसको लागि चाहिँ मम्मी छोरालाई मेकअप गर्दै मेकअप चाहिँ अब स्क्यारी फेस बनाउनु पर्ने अरे खासै त्यस्तो साह्रो स्क्यारी त देखिएको छैन अन्त आँखामा कालो वरिपरि नलगाएको स्क्यारी फेस बनाउनु पर्ने अरे होइन अनि अहिले अमेरिकामा चाहिँ हलिउडको फेस्टिभल चलेकोले गर्दाखेरि त्यही रिलेटेड यिनीहरूको कन्सर्ट होला अनि त्यही भएर अब हलिउड फेस्टिभलमा चाहिँ प्रायः गरेर स्क्यारी फेसहरू मेकअप गर्ने अनि त्यस पछाडि यस्तै यस्तै डन यता हेर्दा ल ठिक छ ल हामी चाहिँ अब कन्सर्टको लागि बाटो लागेको आज छोरोको स्कुलमा कन्सर्ट अरे हेरौँ कस्तो खालको कन्सर्ट हो राम्रै हुन्छ होला हामी पनि हेर्दै इन्जोय गर्नेछौँ अनि कस्तो हुन्छ बिचमा तपाईँहरूलाई पनि म देखाउँदै इन्जोय गराउँदै जान्छु हेर्दै गर्नु होला है त ओके ल कन्सर्ट त जाँदैछौँ तर बाटोमा गाडीले पुऱ्याउला जस्तो लागेन किनभने यहाँनिर लो फ्युल देखाइसक्यो त्योभन्दा अगाडि कन्सर्ट पुग्नुभन्दा अगाडि एकचोटि ग्यास स्टेसनमा रिफ्युलिङको लागि रोक्नुपर्ने भयो है गाइस होइन के हो बाटोमा त यो सबै कन्सर्टमै जानको लागि हो कि एकदम भिड छ त हो पुरै ट्राफिक जाम छ त आज यो ट्राफिक जामले गर्दाखेरि ढिलो पो होला जस्तो भइसक्यो त हौ कन्सर्ट सिक्दिँदा पुगिन्छ कि क्या हो यस्तो जाम छ स्कुलको बाटो उतापट्टिको जाम भयो अहिले चाहिँ हाम्रोतिरको चाहिँ खोलियो यहाँको सिनहरू चाहिँ एकदम राम्रो छ है सबै फुलहरू जस्तो भएको छ रुख पनि रातो रातो हेर्दा हेर्दै फ्युल सिद्धिएछ हो के अड्किँदैन त हो यो त हो लगाइसक्यो ग्यास लगाएन भनेर मसँग क्या चुर 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 जे होस् रिसो चुर भयो माया गर्छ कति कुरा त बुढालाई छोडिदिनु नै पर्छ सबै कुराको मैले गरेँ भने त बुढा किन चाहियो मलाई एक्लै म भइहाल्छ नि फाइनली स्कुलमा त आइपुग्यो तर पार्किङ लट चाहिँ उता फुल भएछ र यहाँनिर इलिगल वेले नै राख्नुपर्ने भयो अरूले पनि राखिरहेको छ ठिकै छ यहाँ दुबोमा राखियो तर अब यो भनेको हाम्रो फल्ट होइन स्कुलको फल्ट हो किनभने पार्किङ लट फुल भएपछि राख्नु कहाँ होइन त्यही भएर यहीँ राखियो त ल कन्सर्टको लागि बाटो लाग्यो अब स्कुलतर्फ स्कुल चाहिँ यही हो देख्न सक्नुहुन्छ मेरो केटोको चाहिँ हाई स्कुल यस्तो छ हाई गाइस कस्तो छ कतिको एक्साइटेड हो आजको प्रोग्रामको लागि म त एक्साइटेड छु अब मेरो छोरा के छ हेर्नै मान्दैन उसको फेस रिभिल गर्न जोस आर यु एक्साइटेड यस्तो छ आज कलाकारको हालत यस्तो छ स्कुलमा आइपुग्यो पार्किङहरू अलरेडी अगाडि आउनेहरूले कभर गरिसकेको रहेछ अब भित्र कस्तो हुन्छ देखाउँदै जानेछु कन्सर्टमा त अघि मान्छे प्याक भइसकेछ सिट नपुगेर कति त उभि पनि रहेको छ अब हामी चाहिँ कहाँ सिट खोजेर बस्नुपर्ने हुन्छ यहाँ उनीहरूको आफ्नो आफ्नो ग्रुप छ अगाडि सुरु गर्ने ग्रुपहरूले अघि सुरु गरेको छ तर
हाम्रो केटाको भनेको चाहिँ 6 बजीदेखि सुरु हुन्छ। यिनीहरूको आफ्नो आफ्नो ग्रेड छ सबको। यो अहिले सायद 6 ग्रेडको प्रोग्राम हुँदैछ होला। त्यो सिद्धिएपछि 7 ग्रेडको प्रोग्राम सुरु हुन्छ। Ladies and gentlemen, thank you very much. Have a wonderful evening and a great weekend coming up. Thank you very much. कस्तो भयो? राम्रो भयो? ल कन्सर्ट पनि सिधेर आइसक्यो। अब भने घर जानुपर्छ, रात परिसक्यो बाहिर। घरमा गएर फेरि आज बर्थडेको केक पनि काट्नुपर्ने छ। ठ्याक्कै आज बर्थडे पनि परेको होइन, ती माथि कन्सर्ट पनि भ्याउनु पर्ने, बर्थडे पनि भ्याउनु पर्ने हो। ल अब हामी चाहिँ लाग्यौँ। त्यो बाहिर त निकै रातै परिसकेछ नि हो। ल कन्सर्ट सिधाएर पनि बाटो लाग्यो। अब बाहिर त ठन्नै रात परेछ नि हो, झमकै भएछ त।